नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले महेन्द्रमाला कक्षा 9 पुस्तकबाट 3वटा कथाहरू लिएर आएको छु। आशा छ यी कथाहरू तपाईलाई मन पर्नेछन्। आजको लागि पहिलो कथा रहेको छ म्याङलुङ। तेह्रथुम जिल्लामा म्याङलुङ भन्ने एउटा ठूलो गाउँ छ। त्यहाँ लिम्बूहरूको बस्ती छ। यी लिम्बूहरू वर्षेनी एउटी देवीको पूजा गर्छन् र यी देवीलाई सिंहवाहिनी भगवतीको रूपमा मान्दछन्। यी देवीको मूर्ति एउटा पिपलको रुखमा टाँसिएर रहेको छ र यो एउटा बिरालोको ढुङ्गे मूर्तिको रूपमा छ। त यो मूर्ति यहाँ कसरी रह्यो, यो गाउँको नाउँ म्याङलुङ किन रह्यो भनेर सोधे भने त्यहाँका बुढापाकाहरू यसरी त्यसको कथा भन्ने गर्छन्। उहिले उहिले हाम्रा बाजेको पनि बाजेका कति पुस्ता पो हो का पालामा ढाक्रीहरू मङ्सिर पुसको दाई सकाएपछि मुक्लान हुँदो नुन खेप्न जाने गर्थे। त्यस वर्ष पनि अरू वर्षकै जस्तो मङ्सिरे दाई सकिएपछि उनीहरू नुन खेप्न गए। धेरै दिन लगाएर नुन खेपी ल्याउने 3 जना ढाक्रेहरू एक दिन तेह्रथुम ओर्लिए। थला डाँडाको खुरखुट्टे ओढारमा भारीतारी बिसाएर उनीहरू एउटा रुखमुनि खानपिन गर्न भनी बसे। खानपिन गर्ने चाँजो गर्नुभन्दा अघि केही बेर सुस्ताएर गफसफ गरे अनि खाने चाँजो मिलाउन चुलाको तर्खर गर्न थाले। 3 जना तीनतिर गए, 3वटा ढुङ्गा खोजी ल्याए र 3 मुखे चुलो बनाए। 2 जनाले गहिरो पनेराबाट बाँसको ढुङ्ग्रामा पानी ल्याए। एउटाले केराको छुरोमा चकमकले आगो पार्यो। यसरी चुलो चम्को गरी आगो सल्काएर ढिँडो पकाउन पानी बसाले। तर पानी अलि तातेर बाफ छुट्दा छुट्दै ती चम्का लगाएका 3 ढुङ्गाहरू एउटा चुच्चे ढुङ्गो बेसरी काप्न थाल्यो। के भो भनेर 3 जना अचम्म मान्न थाले, तर ढुङ्गो झन जोडले काम्न थाल्यो। बिचरा ढाक्रेहरू भोक लागेर आलस तालस परेका थिए। यसरी चम्काको ढुङ्गो हल्लिएर ढिँडो पकाउन नपाउँदा 3 जना मध्ये एकलाई धेरै झोक चल्यो र 1.5 धार्नी फलामको आफ्नो खुकुरीले त्यस ढुङ्गालाई बजायो। खुकुरीको चोट त्यस ढुङ्गामा पर्न साथ एउटा आश्चर्य भएछ। त्यस ढुङ्गाको चोट लागेको ठाउँबाट रगत पो बग्न थालेछ। त्यो देखेर ढाक्रेहरूको सातो पोत्लो उडेछ। उनीहरू डरले हल्लाखल्ला मचाउन लागेछन्। यी ढाक्रेहरूले मचाएको हल्लाले वल्ल पल्लका गाउँका लिम्बूहरू चनाखा भए। उनीहरू हातमा राँको लिएर के हो भनेर बुझ्न हल्ला मचाउँदै आए। त्यो देखेर छन डरले गर्दा ढाक्रेहरू भागेछन्। लिम्बूहरू ढाक्रेहरूको भात पकाएको ठाउँमा आएर हेर्छन् त ढाक्रेहरू भागिसकेका छन्। तर त्यहाँ एउटा म्याङलुङ वा ढुङ्गाको बिरालो म्याउ म्याउ गर्दै घुमिरहेको रहेछ। यो देखेर लिम्बूहरूले कोकोहोलो हाले, लौ हाम्री देवी प्रत्यक्ष भन्छन्, ढाक्रेहरूले उनलाई पक्कै पनि जगाएछन्, लौ ती ढाक्रेहरूलाई खोज। यसरी हल्ली खल्ली गर्दै गाउँलेहरूले ती ढाक्रेहरूलाई खोज्न थाले। खुकुरी हान्ने ढाक्रे चाहिँ भागेर बेपत्ता भएछ। तर अरू 2 ढाक्रेहरू त्यही ओडारमा घुत्रुक्क परेर बसिरहेका भेटिए। उनीहरूलाई भेटेपछि गाउँलेहरूले रिसाएर उनीहरूसँग सबै कुरा बक्न लगाए। उनीहरूले पनि भयभरका सबै कुरा यथार्थ बकिदिएछन्। सबै कुरा सुनेर गाउँलेहरू ती ढाक्रेहरूसँग निकै रिसाए। त्यस दिन ती दुवैलाई चोखुर्याएर त्यसै वनमा लडाइदिए र भोलिपल्ट तमोर खोलामा बगाइदिए। थला डाँडामा यसरी देवी जागेको कुरा सुनेर 6 थुम, 13 थुम चारै खुटका मानिसहरू आउन थाले। 13 थुम र आसपासका राजाहरू पनि घोडा चढेर त्यो म्याङलुङलाई हेर्न आउन थाले। केही दिन त्यस ठाउँमा एउटा भारी मेला नै चल्यो। केटाकेटीहरू म्याङलुङ झैँ म्याउ म्याउ गर्दै रमाएर खेल्न थाले। त्यसै ठाउँमा देवी भनेर म्याङलुङको भारी पूजा चल्न थाल्यो। एक रात एक्कासी त्यस गाउँमा एकजना वृद्धलाई सपना भएछ। सपनामा देवी म्याङलुङले मलाई तमासा बनाएर नराख, मलाई गाउँमा लगी एउटा थानको बनाइराख भनिछन्। यो सपना पाएपछि बुढा लिम्बूले सबैलाई यो कुरा भने। हो त नि भनेर वरिपरिका गाउँले सबै मिली म्याङलुङलाई डोलीमा राखी गाजाबाजा सहित जात्रा गर्दै थला डाँडाबाट गाउँमा लगेछन् र गाउँको बीचको पिपलको रुखमा चारैतिर बार बारेर छोडिदिएछन्। म्याङलुङ ल्याएको डोली र त्यसको डाँडी पनि त्यसै पिपलको रुखमा रोपिदिएछन्। रातभर त त्यसै भयो। भोलिपल्ट बिहान गाउँका बुढापाकाहरूले पिपलको रुखमा गई हेर्दा त अचम्म पो देखेछन्। त्यो के भने
म्याङलुङ जस्ताको तस्तै ढुङ्गाको मूर्ति भनेर त्यस पिपलको रुखमा टाँसिएर बसेको रहेछ। यो देखेर त्यहाँका बासिन्दा खुसी भएर राजामा बिन्ती चढाएछन्। तेह्रथुमे राजाले आफ्ना दुनियाँको यस्तो कुरा सुनि मुलुकको सबभन्दा जान्ने जैसी ज्योतिषी बोलाएर जोखाना देखाए र यिनको नाउँ के राख्ने हो भनी सोधे। जैसीले जोखाना हेरेर बिन्ती गरे, महाराज, यी देवी साक्षात सिंहवाहिनी हुन्, किनभने यिनले त्यो आफूलाई खुकुरेको चोट हान्ने ढाक्रेलाई सिंहमा चढेर मारिसकेकी छन्। त्यसैले यिनको नाउँ सिंहवाहिनी भगवती राख्नुपर्छ र यी म्याङलुङका रूपमा थला डाँडामै प्रकट भएकोले थला डाँडा वरिपरिका बस्तीलाई यिनै प्रकट भएको सम्झना म्याङलुङ भनेर नाउँ राख्नुपर्छ। जैसीको कुरा मनासी भनी तेह्रथुमे राजाले त्यसै गर्नु भनी दुनियाँलाई हुकुम दिएछन्। त्यसै दिनदेखि यी देवीको नाउँ सिंहवाहिनी र थला डाँडाको वरिपरिको गाउँको नाउँ म्याङलुङ भएर प्रसिद्ध भयो। यो रहेको थियो महेन्द्रमाला कक्षा 9 को पुस्तकबाट कथा म्याङलुङ। लागौं सोही पुस्तकको अर्को कथातर्फ। कथाको शीर्षक रहेको छ भगवानले राम अवतार किन लिनुभयो। नारद मुनि ठूला तपस्वी थिए र भक्त थिए। सांसारिक वस्तुहरूमा उनको मन कहिल्यै भुल्दैनथ्यो। उनी आवाल ब्रह्मचारी थिए र बिहे गर्ने उनको सुरसार पनि थिएन। इन्द्रको दरबारमा आउने जाने गर्दा नारद मुनि उर्वशी, रम्बा, तिलोत्तमा जस्ता राम्रा राम्रा अप्सराहरू देख्थे, तर उनी कसैको वास्ता गर्दैनथे। उनी बिना बजाएर विष्णु भगवानको गुण गाउनु नै प्रमुख कर्तव्य ठान्थे। कैयन पटक त इन्द्रलाई समेत नारदको तपस्या देखेर डर लाग्थ्यो। भगवानले नारदसँग खुसी भएर उनलाई नै इन्द्र बनाइदिने पो हुन् कि? यो डरले इन्द्र थर्कमान हुन्थे। त्यसैले नारदलाई माया मोहमा भुलाउन अनेक जुक्ति गरे, तर उनको मनकान्छे कहिल्यै पुग्न सकेन। नारद कुनै मायामा भुलेनन्। यस कुराले नारदको मनमा घमण्ड जन्मियो। उनी शिवजी कहाँ गएर इन्द्रले उनलाई भुलाउन नसकेको कुरा उहाँलाई सुनाए। नारदको कुरा सुनेर शिवजी मनमा नै हाँस्नुभयो। नारदलाई घमण्डको रोगले छोएछ भनेर उहाँले बुझ्नुभयो। अनि उहाँले मुसुक्क हाँसेर भन्नुभयो, मुनिराज, तिमीले मलाई सुनाएका कुरा भगवान विष्णुलाई चाहिँ नसुनाए है। त्यसबेला त नारदले केही भनेनन्, तर भित्रभित्र शिवजीको कुरा उनलाई मन परेन। शिवजीलाई भनेको कुरा भगवान विष्णुलाई किन भन्नु नहुने? यस्तो तर्क गरेर नारद क्षीर सागरतिर लागे। भगवानले नारद मुनिको स्वागत गर्दै भन्नुभयो, आऊ मुनिराज, यसपटक त धेरै दिनपछि दर्शन दियो नि, के छ हालखबर? नारदले बेसै छ भगवान भने अनि कुरै कुरामा उनले आफ्नो पुरुषार्थको बयान गरिहाले। कसरी इन्द्रले उनलाई अल्मल्याउने जुक्ति गरेका थिए, कसरी उनी माया मोहमा भुलेनन्, आदि आदि। त्यो सुनेर विष्णुलाई चिन्ता लाग्यो, किनभने नारद उहाँका औधी प्यारा भक्त थिए। भगवान विष्णु आफ्ना भक्तहरूलाई कुनै किसिमको खोट देख्न चाहनुहुन्नथ्यो। उहाँले त्यसैले नारदको ओखती गर्ने सुरसार कस्नुभयो। त्यसै कारणले उहाँले मनमा नै एउटा यस्तो उपाय निकाल्नुभयो। नारद मुनि उहाँसँग विदा भएर फर्किए अनि भगवान विष्णुले आफ्नो माया फैलाउनु भयो। त्यसअनुसार नारद हिँड्ने बाटोमा एउटा ठूलो सहर बन्यो। त्यसमा शिलनिधि नाम गरेका राजा थिए। उनकी बिछट्ट रूपकी एउटी छोरी थिइन्। राजा आफ्नो छोरीको स्वयंवर गराउने तर्खरमा लागेका देखिन्थे। अनेक देश देशावरका राजाहरू त्यस स्वयंवरमा भाग लिन आएका देखिन्थे। सहर पनि जताततै सिँगारिएको थियो। मानिसहरू राम्रा राम्रा लुगा र गहना लगाएर फराकफुरुक गरिरहेका थिए। नारद मुनि त्यो नक्कली सहरको रमझम हेर्दा हेर्दै राजमहलमा पुगे। राजा शिलनिधिले मुनिराज नारदको स्वागत सत्कार गरे अनि राजकुमारीलाई बोलाएर नारदको दर्शन गर्न लगाए। नारद राजकुमारीलाई हेरेको हेरे भए, किनभने उनले त्यस्तै राम्री केटी आजसम्म तिनै लोकमा देखेका थिएनन्। उनको वैरागी मनमा अलिअलि गरेर राग उम्रन लाग्यो। त्यस केटीलाई बिहे गर्न पाए हुन्थ्यो भन्ने विचार गरेर उनी त्यहाँबाट हिँडे। उनी सरासर फेरि भगवान विष्णु कहाँ पुगे। उनले हात जोडेर विष्णुसँग प्रार्थना गरे, हे प्रभु, म शिलनिधि राजाकी छोरीसँग बिहे नगरी बाँच्न सक्दिनँ। अहिले ती राजकुमारीको स्वयंवर हुन लागेको पनि रहेछ, तर कस्ता कस्ता प्रतापी र सुन्दर राजाहरू त्यसमा भाग लिन आएका रहेछन्। तिनलाई छोडेर राजकुमारीले मलाई पक्कै पनि रुचाउने छैनन्। त्यसैले मलाई आज एक दिनको लागि हजुरको रूप दिनुहोस्। अनि राजकुमारीले मेरै घाँटीमा वरमाला लगाइदेलिन्।
आफूले सोचेको हिसाबले काम हुँदै गएको देखेर भगवान प्रसन्न हुनुभयो। उहाँले स्वाङ पारेर भन्नुभयो, आफ्नो भक्तलाई म त्यति पनि मद्दत गर्दिन र तिम्रो भलो हुने काम म गरिदिन्छु। अनि विष्णुले नारदलाई आफू जस्तै तुलाइदिनु भयो, तर उनको अनुहार चाहिँ बाँदरको जस्तो बनाइदिनु भयो। नारदले आफ्नो मुख त देख्न पाएनन्। अरू शरीर चाहिँ भगवानको जस्तो राम्रो भएको देखेर उनको खुट्टा भुइँमा टेकिएन। उनी उडेर फेरि अघिकै शहरमा फर्किए। पाहुनाको तातीमा नारद मुनि पनि गएर बसे। राजकुमारी हातमा वरमाला लिएर आइन्। नारद आफ्नो मनसाय पूरा हुने भयो भनेर मक्ख परे। राजकुमारीले उनको रूप देखेपछि अरूलाई फुटेको आँखाले पनि हेर्ने छैनन् भन्ने विश्वास उनको छँदै थियो। तर राजकुमारीले उनको अनुहार एकपल्ट यसो हेर्न साथ अर्कोतिर मुन्टो फर्काइहालिन्। त्यो देखेर नारद मूर्छा पर्न मात्र सकेनन्। वास्तवमा त्यो अर्को राजकुमार स्वयं भगवान विष्णु नै हुनुहुन्थ्यो। दुलहीलाई लिएर भगवान त्यताबाट हिँडिदिनु भयो। नारद चिटचिट पसिना काटेर पलकपुलुक हेर्न लागे। त्यो देखेर एउटा मान्छेले उनलाई भनिदियो, तपाईले ऐनामा आफ्नो मुख आजसम्म हेर्नु भएको छैन कि कसो? नत्र यो स्वयंवरमा भाग लिन तपाईँ पक्कै आउनुहुने थिएन। के भन्छ यो फटा भनेर नारद एउटा पोखरीमा गएर पानीमा आफ्नो अनुहार हेरे। क्या हो यस्तो? मेरो मुख बाँदरको जस्तो? विष्णु भगवानले धोका दिनुभएछ भनेर नारदलाई अचाक्ली दुःख लाग्यो। साथै रिस पनि उठ्नसम्म उठ्यो। उनी कपटी भगवानलाई श्राप दिन कसिएर वैकुण्ठतिर हाम फाल्दै गए, तर भगवान बाटैमा भेटिनु भयो। उहाँका साथमा लक्ष्मी र तिनै स्वयंवर गर्ने राजकुमारीलाई समेत देख्दा त नारदको टुप्पीदेखि पैतालासम्म आगो बल्न थाल्यो। ती राजकुमारीलाई आफूले उडाउने सुर कसेर पो विष्णुले यत्रो छल गरेका रहेछन् र नारदलाई त्यत्रो सभामा वज्रस्वाट तुल्याएका रहेछन्। त्यस्तो थियो भने पहिले नै भनिदिएको भए हुन्थ्यो। आफ्नो भक्तसँग पनि त्यस्तो छल। नारद त्यसरी रन्किएका बेलामा भगवानले छन् आगोमा घिउ थप्दै भन्नुभयो, के छ त हालचाल नारद? किन त्यस्तो अनुहार लागेको? त्यति सुनेपछि नारदलाई पुगिहाल्यो। उनले भगवानलाई भन्नु नभन्नु गाली गरे अनि श्राप दिए। तिमीले मलाई मन परेकी स्वास्नी बिहे गर्न दिएनौ, त्यसैले तिमीले पनि स्वास्नीसँग छुट्टिनु परोस् र मलाई जुन बाँदरको अनुहार दिएर ठग्यौ त्यही बाँदरको मद्दतबाट मात्र तिमीले फेरि स्वास्नी भेट्टाए। भगवान विष्णुले नारदको श्रापलाई सकार्नुभयो अनि उहाँले आफ्नो अघिको माया खिच्नुभयो। त्यति गर्न साथ उहाँका साथमा देखिएका लक्ष्मी र राजकुमारी दुवै अलग भए। त्यो देख्न साथ नारदको भ्रम पनि स्वाट्ट हरायो। उनले जम्मै कुरा बुझे। भगवानले त उनको घमण्ड तोड्न पो यो जाल बुन्नु भएको रहेछ भनेर उनले थाहा पाइहाले। आफ्नो गुण गर्ने भगवानलाई उल्टो आफूले श्राप दिएको सम्झेर नारद थक्क भए। उनले भगवानको पाउ समातेर माफी मागे। आफूले अघि दिएको श्राप भगवानलाई नलागोस् भनेर नारद चिच्याउन लागे, तर श्राप एकपल्ट दिइसकेपछि नलाग्ने हुन सक्दैन थियो। त्यसैले भगवान विष्णुले नारदलाई यताउति देखाएर सम्झाउनु भयो अनि शिवजीको भक्ति गरेर आफ्नो पछुतो बिर्सने सल्लाह नारदलाई दिनुभयो। नारदले पनि जे हुने भइसक्यो भनेर सत्यलोकतिर लागे। भगवानले नारदको ओखति त गर्नुभयो, तर अब उनको श्राप पूरा हुने उपाय पनि त गर्नु पर्यो। त्यसैले उहाँ त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भएर जन्मनुभयो। आफ्नो वनवासको व्यवस्था मिलाउनुभयो। वनमा रावणबाट सीतालाई हरिने चाँजो पाँजो मिलाउनुभयो। आखिरमा हनुमान, सुग्रीव आदि बाँदरहरूको मद्दतबाट रावणलाई लडाईँमा मार्नुभयो अनि नारद मुनिको वचन अनुसार सीतालाई लङ्काबाट फर्काउनुभयो। त्यसरी भगवानले आफ्नो भक्तको वचन पूरा गर्न राम अवतार लिने काम गर्नुभयो। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो महेन्द्रमाला कक्षा 9 पुस्तकको भगवानले राम अवतार लिनुभयो शीर्षकको कथा। लागौं कथा माइती घरको कोसेली। तिब्बतकी नौली साम्राज्ञी। आफ्नो सम्राटको अभिवादन स्वीकार होस्। तिब्बत सम्राटकी भर्खर बिहा गरेर भित्राएकी नयाँ सम्राज्ञी नेपालकी राजकुमारी भृकुटीको राजकीय गरिमाले युक्त शयन कक्ष बाहिर केही हलचल हुन्छ। शयन कक्षको ढोकामा छुलिरहेको सुन चाँदीको कारचोपी भरेको मोती मानिकको झल्लरले बोजिलो रेशमको पर्दा अघि हट्छ। मलाई भित्र आउने आज्ञा छ साम्राज्ञी। भित्र कोठामा तास कुचिनको तन्नाले ढाकिएको रत्न जडित हस्ती हाडको बुट्टा कुँदिएको पलङको एक छेउमा कुनै विचारमा तल्लीन भएर बसिरहेकी भृकुटी बाहिरको त्यस गम्भीर स्वरले झस्किन्छन् अनि उनको बडे बडे कमल जस्ता आँखा त्यही आवाजको तन्तु समातेर ढोकातिर कोठाको माझमा रहेको पालिसदार टेबलमाथि रहेको पानसमा बलिरहेको घिउको सफा उज्यालोमा ढोकाको अघि खुलेको पर्दाबाट
जुन च्याएझैँ च्याउने सम्राट श्रनचङ गम्पोको तेजस्वी मुखमण्डल क्षण तेजपूर्ण भएर चम्किरहेको थियो। साम्राज्ञी भ्रिकुटीलाई लाग्छ साँच्चै त्यहाँ आधी खुलेको पर्दाबाट एउटा तेजस्वी जुनले च्याइरहेको छ। उनको मुटुको ढुकढुकी एक्कासी बढ्न थाल्छ। उनका गाला के गर्ने र कसो गर्नेको आतुरीमा रात्तिँदै जान्छ। उनको मानसमा एउटा लागुपूर्ण सपना छलमलाउन थाल्छ। के साँच्चै उनी अहिले ननिदाएर बिउजै छिन्? के उनी विपनामा नै आफ्नो अगाडि तिब्बतको शक्तिशाली तरुण सम्राटलाई उभिएको देखिरहेकी छन् त? के उनी साँच्चै यस तेजस्वी सम्राटकी पटरानी भएर आफ्नो बाबुको देशभन्दा टाढा यस अनकन्टार देशमा आइसकेकी हुन् त? महारानीको लट्ठी झैँ आँखा त्यो आधी खुलेको पर्दाबाट च्याइरहेको यो अनकन्टार देशको असभ्य कहलाएको तेजस्वी शक्तिशाली र युवा सम्राटको अति सुन्दर अनुहारमा टाँसिन्छन्। उनको हृदयमा एकैपल्ट बाढी झैँ भावहरू उर्लन्छन्। आज उनी एउटा उज्यालो ठाउँबाट बिल्कुलै अँध्यारो संसारमा धकेलिएकी छन्। यहाँ उनले आफ्नो लागि उज्यालो आफैले जोगाउनुपर्छ अनि त्यो ढोकामा उभिएको यस अँध्यारो संसारका शासक उसको बराबर र असभ्य शक्तिका अपनामहरू उनको नारीत्वले कुन रूपमा खप्नुपर्ने हुन्? मलाई आफ्नो एकान्त चिन्तनमा प्रवेशको आज्ञा मिल्दैन साम्राज्ञी। के मैले रातभर ठाडै उभिएर त्यो रूपसी सौन्दर्यको नेत्रपान मात्र गर्नुपर्ने हो कि? सम्राट केही ठट्टा र केही मुग्धताको स्वरमा भन्छन्। त के यही व्यक्ति हो यस अन्धकार देशको उदण्ड सम्राट? ऊ एउटा महान शक्तिशाली सम्राट, तर आफ्नी विवाहिता अर्धाङ्गिनीको एकान्तमा प्रवेश गर्न पनि आज्ञा माग्दछ। के यही हो पुरुषको यस नामधारी असभ्यता? यदि यसलाई असभ्यता मान्ने हो भने स्वागत छ यस असभ्यतालाई। राज भैंसीको मुटु शरमले पानी भए झैँ लाग्छ। उनी कस्तो एउटा देशको सम्राट, उनको आफ्नै मानस भूमिको पनि सम्राट ढोकामा उभिएर आज्ञा माग्दैछन्, तर उनी आफ्नो कर्तव्यको टुङ्गामा अझै पुग्न सकेकी छैनन्। साम्राज्ञी यस भावनाको बोधले अति हडबडाउँछिन्। उनी अझै पनि त्यस यथार्थलाई पूर्ण रूपमा स्वीकार्न सकिरहेकी छैनन्। तर यो स्थिति कति बेर रहन दिने? अहो, साम्राज्ञी हडबडाएर उठ्छिन्। क्षमा रहोस् सम्राट, सपना र विपनाको फरकलाई छुट्याउन समय लागेकोमा माफी चाहन्छु। अनि सम्राज्ञी ढोकासम्म गएर सम्राटको हात समात्छिन् र बिस्तारै डोर्याएर भित्र ल्याउँछिन्, पलङमा राख्छिन्। रानीको अपूर्व दीप्तिले बलिरहेको अनुहारमा एक टकले हेरिरहेका सम्राट एक्कासी हाँसिदिन्छन्। रानी पनि आफूलाई रोक्न सक्दिनन्, मुक्त भएर हाँसिदिन्छन्। राज होस् न महारानी। सम्राट रानीको हात समातेर आफूनिर बसाल्छन् र फेरि मदहोस झैँ भएर उनको अपूर्व सौन्दर्यलाई पिउन थाल्छन्। अनि महारानी भ्रिकुटी, उनी पनि त आफ्नै स्वप्न लोकमा सुन्दर नेपालको हरियो छातीमा आफ्नो माइती घरको प्यारो सम्झनाको अँगालोमा कसिँदै जान्छन्। उनको आफ्नो माइतीको देश, हिमालयको देश, बुद्ध र पशुपतिको देश, नदी र तलाउको देश, वनस्पति र पहाडाको देश, त्यो स्वर्गीय देश। तर आज उनी कसरी त्यसको काखबाट चुडिएर यो अँध्यारो देशमा, शक्ति र बलको देशमा आइपुगिन्? के उनले यस कुराको सपनामा पनि कल्पना गरेकी थिइन्? तर एक्कासी एक दिन उनले आफ्नो पिता महाराज अंशुवर्माको आज्ञा सुनिन्। छोरी, तिमी तिब्बतकी शक्तिशाली सम्राटको साम्राज्ञी बन्न जाँदैछौ। को तिब्बतकी साम्राज्ञी? को? उनी नेपालकी राजकुमारी भ्रिकुटी। उनका आँखा डर, आश्चर्य र उत्तेजनाले एकदम फैलिएका थिए। न डराउ राजकुमारी, राजाले सान्त्वनाको स्वरमा भने। यो महान कार्य हाम्रो देशको निम्ति, त्यस देशको निम्ति र दुवै देशको निम्ति कल्याण हुने काम तिम्रो हातबाट पूरा हुन लागेको छ। दुई छिमेकीको मित्रताको माध्यम तिमी बन्दैछौ। के यो सौभाग्यको कुरा होइन? तर पिताजी, राजकुमारी केही भन्न खोज्दा पनि बोल्न सकिनन्। अनि एक दिन उनी आफ्नो त्यस सगरमाथा र बुद्धको देशबाट विदा भएर सदाका लागि यो रहस्यको देश, यो शक्ति र अँध्यारोको देशमा आइपुग्छिन्। कुन सपनामा महारानी? एक्कासी सम्राटको मिश्री जस्तो स्वरले सम्राज्ञीको तन्द्रा भङ्ग गरिदिन्छ। उनी झस्किन्छन् र सम्राटको मुखमा हेर्छिन्। सम्राटका भलेका आँखामा साँच्चै एउटा सम्मोहन छ। धुर्त्याइको होइन, कालो विद्याको होइन, एउटा बालकको आँखामा हुने निर्दोष प्रकृतिको सम्मोहन। केही होइन सम्राट, महारानीले गहिरो र भावपूर्ण स्वरमा भनिन्। आफ्नै सौभाग्यको बारेमा सोच्दैछु। कसको सौभाग्य? सम्राट भन्दछन्। महारानीको। महारानी त उज्यालो देशकी छोरी, यसै सौभाग्यशाली। महारानीले यस अँध्यारो देशमा पाउ राख्नु, यो त यस देश र यस देशको केही नजान्ने शासक मेरो पो सौभाग्य। सम्राट, मलाई यसरी किन लज्जित पार्न खोजिबक्सिन्छ? सम्राटले शरमले गडेझैँ भएर प्रतिवाद गर्न खोजिन्।
मैले तिमीलाई होच्याउन अथवा खिज्याउन खोजेको होइन महारानी। राजाको स्वर साँच्चै गम्भीर थियो। म एउटा विशाल धनी देश र असंख्य प्रजाहरूको शक्तिशाली सम्राट छु। मेरो शक्ति देखेर आज संसारका धेरै देश डराउँछन्। तर मेरी सम्राज्ञी, मेरो हृदयभित्र च्याएर हेर त, त्यहाँ तिमी अज्ञानको अन्धकार र शून्य बाहेक के पाउँछौ र? त्यसैले त म एउटा अकिञ्चन जस्तै तिम्रो अगाडि हात फैलाउन खडा छु। सम्राट, महारानी भ्रिकुटीको लाज र शरमको सीमा रहेन। के यो शक्तिशाली सम्राट यसै गरी आफ्नो महानताको सङ्केत गरेर उनको आफ्नो माइती देशको नगण्यता साबित गर्न खोज्दैछ? के उनको माइतीको अपमान गर्न खोज्छ? भ्रिकुटीको मनमा एउटा आत्माभिमानको रोष कतैबाट उम्ले चाहिँ उनलाई लाग्छ। उनका आँखा कठोरपना लिएर सम्राटतिर उठ्छन्। महारानी, अन्यथा नसोच, मैले तिम्रो अपमान गर्न खोजेको होइन, राजाले नम्र स्वरमा भने। मैले सत्यलाई छर्लङ्गाएको हुँ, यता हेर। यति भनेर उनले सम्राज्ञीको हात समाती उठाए र डोराउँदै झ्याल सामु लगेर उभ्याए अनि झ्यालको सुनको काठचोपी भरेको र मोती मणिक टाँसेको रेशमी पर्दालाई एक्कासी पन्छ्याएर बाहिरको संसारमा रानीका आँखा डोराए। बाहिर पनि सम्पूर्ण धरतीलाई अँध्यारोले सलक्क निलेको थियो। आकाशमा बादल टम्म लागेकोले ताराको पिलपिलसम्म पनि थिएन। टाढाको हिउँले ढाकिएका पहाडका चुचुराहरू पनि यही बादल र अँध्यारोमा धुम्म पर्दाभित्र लटपटिएकाले अस्तित्वविहीन जस्तै भएका थिए। यही महाअन्धकारको विकराल काखमा तिब्बतको त्यो राजधानी, गल्ली, बजार, सहर, घरहरू सबै प्राणान्त कष्टमा चिच्चाइ छटपटाएका इतिहासका मुर्दा झैँ आकारहीन आकृति लाग्थे। भूतले चाहिँ तर्साउन चारैतिरका चकमन्न र स्याही स्याही शमशानको मध्यरातको अस्तित्व झैँ लाग्दथे। नजर भयो महारानी? सम्राटले सोधे। रानीले प्रश्नसूचक आँखा राजातिर उठाइन्। के नजर गर्ने? अन्धकार बाहेक अरू के को अस्तित्व जीवित छ र? अन्धकार बाहेक केही देखिन। केही देखिनौ? सम्राटले भने। त्यही त मैले तिमीलाई देखाउन खोजेको यो विशाल सहर, देश र यसको भव्यता यही अँध्यारो जस्तो अज्ञानको अँध्यारोले ढाकेकोले यसै गरी छोपिएको छ। यस देशका प्रत्येक देशवासीको हृदय यस्तै अँध्यारोले पुरेको छ। अज्ञान र अबोधपनको अँध्यारोले ढाकेको छ महारानी। त्यसैले मैले तिम्रो पिताको देशसँग सम्बन्ध राख्न चाहेको। सानो भए तापनि त्यो देश उज्यालो छ। त्यसको सानो झिल्को मात्र पाए पनि मेरो देशले सायद उज्यालोतिरको बाटो पैलाउन सक्ला कि? सम्राट, रानीले गदगद स्वरमा भनिन्। उनको सानो माइती देशप्रति सम्राटको यस्तो उच्च भावना, यो साँचो हो। सम्राटले आफ्नो देशको विशालता र आफ्नो ठूलो शक्तिको सङ्केत गर्दै उनको माइती देशको भौगोलिक न्यूनतातिर औल्याउँदै खिसी गरेको हो। उनले सम्राटका आँखामा हेरिन्। त्यहाँ कुनै कपटको छाप थिएन। घिउको शुभ उज्यालोमा ती आँखा निष्कपट बालकका आँखा चाहिँ चम्किरहेका थिए। के नजर गर्यो महारानी? विश्वास लागेन? सम्राटले मुसु मुसु हाँस्दै भने। मैले ठट्टा गरेको होइन। भन, आफ्नो माइती घरबाट यो देशको लागि के कोसेली ल्यायो? सम्राट, भ्रिकुटीको स्वर भावावेशले कामिरहेको थियो। म नै हजुरको छु भने फेरि अर्को के कोसेली? मेरो देशको लागि कुनै सानो उज्यालो। सम्राटले हात पसारे। महारानीको हृदयमा एउटा विशिष्ट गौरवको भावना जुर्मुरायो। हो सम्राट, मैले मेरो माइती घरबाट एउटा कोसेली ल्याएकी छु। भ्रिकुटी उठिन्। उनले सम्राटको हात समातेर डोर्याउँदै आफ्नो सामानका बाकस, पेटीहरू राखेको ठाउँतिर लागिन्। यी धेरै पेटारा मध्ये एउटा पेटारो खोलेर त्यसभित्रबाट एउटा पालिसदार काठको रत्न जडित कमलाकार सिंहासन झिकेर सम्राटको हातमा दिइन्। त्यसैभित्र ऐनाको झ्याल भएको अर्को खट जस्तो थियो। त्यसभित्र धातुका अत्यन्त सुन्दर तर साना मूर्तिहरू थिए। ती ध्यानमग्न मूर्तिहरू अछोप र मैत्रेय बुद्धका थिए। यो सुन्दर मूर्तिसहितको सिंहासन हातमा लिएर आश्चर्यले हेर्दै राजाले भने, यो के सम्राज्ञी? यो मेरो माइती देशको कुना कुना भल्ने आलोक हो सम्राट। सत्य, दया, अहिंसाको आलोक। यही आलोकलाई सम्राटले यस देशका घर घरमा बाल्न सकिबक्स्यो भने त्यसको प्रकाशले देशको र देशवासीको हृदयको सबै अँध्यारो नासिनेछ। साँच्चै महारानी? सम्राट अझै आश्चर्यले चकित थिए। हो सम्राट, भ्रिकुटीले भनिन्। यिनैका दिव्य उपदेशको आलोकले नै मेरो माइती देश सानो भएर पनि हिराझैँ चम्कन्छ। यसैको दिव्य प्रकाश र पशुपतिको पवित्र शक्तिको संयुक्त उज्यालोमा मेरो माइती देश ज्ञानको ढोकातिर अघि सर्छ। त्यसैले सम्राट, मैले यो कोसेली ल्याएकी छु। यो सम्राटमा अर्पण छ। महारानी, राजाको स्वर गदगद भयो।
यो तिम्रो माइती घरको कोसीले मेरो देशको लागि कति मूल्यवान छ। आज म कति खुसी छु। यसको बयान म के गरौँ? सम्राट र सम्राज्ञी दुवैले महान प्रेम र समर्पणको दृष्टिले त्यसै मूर्तिलाई हेरिरहे। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक विक्रमादित्य र दैत्यहरू। परापूर्व कालमा राजा विक्रमादित्य काठमाडौँमा शासन गर्थे। उनी वज्रयोगिनी देवीको भक्त थिए अनि प्रतापी पनि उस्तै थिए। डर भनेको कुन चराको नाउँ हो त्यो उनलाई थाहा थिएन। उनले जनतालाई सुख दिन अनेक ठुला ठुला र आँटिला काम गरेका थिए। राजा विक्रमादित्यले वज्रयोगिनी देवीलाई आफ्नो टाउको चढाएर रिझाएका थिए। देवी नाथमा गएर हेऱ्यो भने अहिले पनि राजाले देवीलाई चढाएको उनको शिर देख्न पाइन्छ। त्यस्ता प्रतापी राजाका पालामा पनि स्वयम्भू पछाडि दुई गरी बाहुन बाहुनी बस्थे। पहिले त बाहुन बाजे पुर्यात्याइ गरेर पेट पाल्थे, तर हात खुट्टा बसेपछि भने उनलाई हातमुख जोड्न थौ पर्यो। अपुता भएकाले उनीहरूलाई हेर्ने कोही थिएन। थुक तेल गरेर भए पनि उनीहरू दुई मुठी सास थानेर बसेका थिए। एक दिन बाहुनी बजैले आफ्ना खसमलाई भनिन्, हाम्रा राजा ज्यादै दयालु र दानी छन् अरे। तपाईँ गएर उनीसँग क्षमा माग्नुहोस् न, हाम्रो दुःख टरिहाल्छन् कि त। जोईको कुरा उचित लागेर ती ब्राह्मणले राजा कहाँ गएर माग्ने निदो गरे। भोलिपल्ट बिहान 3 बजे नै उठेर उनी राजदरबारतिर लागे। तर वास्तवमा उनी आधा रातमै उठेर हिँडेका थिए। 3 ताका घडी पनि थिएन। उता बाजेलाई चाहिँ कुन बेला राजाको दर्शन गरौँ र आफ्नो दुःख सुनाऊ भन्ने थियो। त्यसैले उनी त्यति सबेरै हिँडेछन्। छाउनीको ढुङ्गे धारानिर आइपुग्दा ती बाहुनका कानमा चारै दिशातिर टाढा बादल गर्जेको आवाज पर्यो। उनले यसो सहरतिर हेरे, तर तारा टल टल टल्किरहेका थिए। त्यतिकैमा त्यो आवाज झन झन नजिक आएको जस्तो उनलाई लाग्यो। अनि त उनलाई डर लाग्यो। बाहुनले चारैतिर पल्याक पुलुक हेर्दा छाउनीको छेउमा एउटा पाटी देखे र उनी दगुरेर गई त्यसैभित्र पसे। त्यतिकैमा 4 दिशाबाट 4वटा दैत्यहरू ह ह ह गर्दै कराउँदै त्यही पाटी अगाडि चौरमा भेला भए। उनीहरूले त्यहाँ शतरन्जा गलैँचा बिछाए र थर्की गोटी फिजाए अनि थर्कीको चारैतिर बसेर उनीहरू पासा खेल्न थाले। बुढा बाहुन चाहिँ पाटीभित्रबाट थरथर काउँदै चियाएर बसिरहे। बिहान पख दैत्यहरूको खेल सकियो। जाँदा पनि उनीहरू आउँदा जस्तै ह गरेर कराउँदै गए। त्यसको एकछिनपछि पूर्व आकाशमा अरुणोदय भयो अनि हाम्रा बाहुन बाजे पाटीबाट निस्किए। त्यस घटनाले उनी दङ्ग परे। राजाले यो कुरा बिन्ती चढाएपछि सजिलैसँग दक्षिणा पाइएला भनेर गुन्दै उनी दरबारतिर लम्किए। राजा विक्रमादित्य बिहान सबेरैदेखि राजकाज गर्थे। बुढा बाहुन राजद्वारमा पुग्दा राजा काममा लागिसकेका थिए। बाहुनले राजाको दर्शन पाऊँ भनेर हाजिर पठाए। राजाले 8 फरियाका हात 1 असर्फी दिई पठाए, तर बुढा बाजेले असर्फी लिएनन्। उनले राजाको दर्शन गरेर एउटा गोप्य कुरो बिन्ती चढाउनु छ भनेर फेरि समाचार पठाए। राजा विक्रमादित्यले 10 असर्फी दिई पठाए, तर त्यो पनि बाहुनले छोएनन्। उनी राजाको दर्शन गर्ने ढिप्पी गर्न थाले। आखिर के रहेछ त यस्तो कुरा भनेर राजाले उनलाई बोलाए। बाहुनले पनि एकान्तमा राजासँग आफूले देखेका कुरा बिन्ती चढाए। राजा विक्रमादित्यले बाहुनलाई केही भनेनन्। उनले मन्त्रीलाई बोलाएर भने, यी ब्राह्मणलाई इच्छा भोजन गराएर राखी चाट्नु, मैले डाकेपछि फेरि मका ल्याउनु। मन्त्री बाहुनलाई लिएर गए। अब भने बाहुनलाई सुर्ता पर्यो। राजा उनीसँग एक वचन पनि बोलेनन्। फेरि ढाकेपछि ल्याउनु भनेका छन्, त्यसपछि के पो गर्ने हुन्? वाहियात कुरो सुनायो भनेर दण्ड पो दिने हुन् कि अथवा राजकाजमा भुलेर नबोलाउने पो हुन् कि? त्यस्तै भयो भने त घरमा त बुढी खानै नपाएर पिरै पिरले मर्ने भई। यस्ता तर्कनाले गर्दा बिचरा बुढालाई दुवै छाक ठुङ्गा खाएको हो कि माटो खाएको हो जस्तो भयो। 84 व्यञ्जनको स्वाद उनले पटक्कै पाएनन्। तर राजा विक्रमादित्यले राति 11 बजेतिर ती बाहुनलाई बोलाए। राजाले उनलाई आफूसँगै तबेलामा लगे अनि उनलाई घोडामा आफ्नो अगाडि राखेर छाउनीतिर घोडा फड्काए। छाउनी काटेपछि उनीहरू बाहुनले बताएको पाटीनेर पुगे। राजाले घोडा रोके, आफू घोडाबाट ओर्लिए र बाहुनलाई पनि ओह्राले। राजाले बुढा बाजेलाई पाटीभित्र पस्न लगाए। घोडालाई पाटी पछाडिको एउटा रुखमा बाँधे। आफू चाहिँ त्यही पाटीको छानामा चढेर बसे। आधा घण्टापछि चारै दिशाबाट बादल गर्जे जस्तो आवाज आउन थाल्यो। राजा विक्रमादित्यले म्यानबाट तरबार थुतेर हातमा लिए। एकछिनपछि चारैतिरबाट 4वटा दैत्यहरू
पाटी अगाडिको चरमा फेला भए। उनीहरू थर्की फिँजाएर पासा खेल्न बसे। त्यही बेलामा राजा विक्रमादित्य नाङ्गो तरबार हातमा लिएर बुद्रुकको छानाबाट फाल हाले। दैत्यहरूले चस्केर उनलाई हेरे, तर एउटा सानो कदको मान्छेलाई देखेर एउटा दैत्यले भन्यो, हे मनुवा, हाम्रो खेलमा भित्न पुर्याउन आउने त को होस्? तँलाई कालले कुतकुत्याएको रहेछ। राजा विक्रमादित्यलाई वज्रयोगिनी माताको आशीर्वाद थियो। उनी त्यस्ता जैरे दैत्यहरूसँग किन डराउँथे? उनले तरबार घुमाउँदै भने, कालले त तिमीहरूलाई कुतकुत्याएको जस्तो छ मूर्ख हो। म राजा विक्रमादित्य हुँ। मेरो राज्यमा आएर पासा खेल्न तिमीहरूले कससँग सोधेका थियौ? म तिमीहरू चारैजनालाई यही तरबारले ठुन्क्याइदिन्छु, कसो? विक्रमादित्यको सुर्याइ देखेर दैत्यहरू हच्किए। यो त मामुली मान्छे होइन भन्ने उनीहरूलाई पर्यो। उनीहरूले आफूसमा टाउको जोरे अनि नरम भएर राजालाई भने, तिमी साँच्चै राजा विक्रमादित्य हौ भने आऊ त हामीसँग पासा खेल। जो हार्छ त्यसलाई जित्नेले मार्नेछ। राजाले पनि त्यो बाजी सकारेर उनीहरूसँग पासा खेल्न बसे। रातभर खेल्दा पनि हार जित हुन सकेन। बिहानपख भएपछि दैत्यहरू हतपताउन थाले, किनभने उज्यालो भएपछि उनीहरू त्यहाँ बस्नुहुन्न थियो। त्यसो हुँदा उनीहरू चालमा चुके अनि राजाले खेल जिते। दैत्यहरू टाउको निहुराएर राजाका अगाडि उभिए, तर राजा विक्रमादित्यले उनीहरूलाई काटेनन्। तरबार म्यानमा खुसारेर राजाले भने, भइगयो, मैले तिमीहरूलाई ज्यान बकस दिएँ, तर अबदेखि तिमीहरू यहाँ पासा खेल्न नआउनु। मेरा प्रजाहरू तिमीहरूलाई देखेर तर्सिन्छन्। तिमीहरू मेरो राज्यमा नै कहिले नपसे। दैत्यहरू राजाको दया देखेर औधी खुसी भए। उनीहरूले राजालाई परेको बेलामा मद्दत गर्नेछौँ भनेर बाचा बाँधे अनि राजालाई ठोकेर दैत्यहरू बिदा भए। तर यसपटक उनीहरू हाहा हुहु नगरी लुसुक्क गए। राजा पाटीभित्र गएर हेर्छन् त बुढा बाहुन डरले मुर्छा परिराखेका। राजाले उनलाई बिउझाएर कुरो बुझ्दा बाहुन बाजे त राजा छानाबाट हाम फालेको देख्न साथ डरले बेहोस भएका रहेछन्। विक्रमादित्यले उनलाई भयभरको कुरा सुनाए अनि ती बाहुनलाई दरबार लगेर जन्मभरको निम्ति खान पुग्ने गरी धन सम्पत्ति दिई पठाए। पछि राजा विक्रमादित्यलाई ती 4 दैत्यहरूले निकै मद्दत पनि गरे। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका लागि सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईँलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। आजका कथाहरू मैले महेन्द्रमाला कक्षा 9 को पुस्तकबाट वाचन गरेको हुँ। तपाईँलाई यी कथाहरू के कस्ता लागे कमेन्टमा उल्लेख गर्नुहोला। अर्को भिडियोमा महेन्द्रमालाका बाँकी कथाहरू लिएर आउनेछु। तबसम्मका लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।